हेलो गाइज नमस्ते, तपाईहरुलाई स्वागत छ दीपक खड्काको अफिसियल पेज एन्ड युट्युब च्यानलमा। आज चाहिँ हामी लाग्छौँ नारायणथानतर्फ है। यस्तो छ भ्यू, आहा क्या मजाको भ्यू। आज चाहिँ सर्वप्रथम म के भन्न चाहन्छु भन्दाखेरि आज चाहिँ हाम्रो देशमा गणतन्त्र आएको दिन, गणतन्त्र दिवसको सबैलाई शुभकामना। आज चाहिँ हाम्रो देशमा भ्रष्टाचारी नेताहरूले राज गरेको दिन। यति बुझ्नुहोस् कि जति छन् नि हाम्रो देशमा भ्रष्टाचारी नेता, नाम लिन पनि चाहन्छु म एकचोटि। केपी शर्मा ओली, उकान टुक्की बड्डो, प्रचण्ड, शेरबहादुर देउबा, भगभगे बुढो जस्ता नेताहरूले हाम्रो देशमा राज गरेको दिन गणतन्त्र दिवस भन्छ क्या है। अब मान्नै पर्यो, अब गणतन्त्र त नामको मात्रै गणतन्त्र हो, लुटतन्त्र भन्छ यसलाई खासमा भन्नुपर्दाखेरि। अब जे तन्त्र भए पनि अब देश त सिद्धिसक्यो, अब देश नै सकियो भनेपछि अब के कुरा गर्नु है। कुरा गरेर साध्य लाग्दैन। म चाहिँ लाग्छु आज आफ्नो कामतर्फ। आज चाहिँ हामी नारायणथानको खड्का होम डेकोरको काम गर्न जाँदैछौँ। जुन पसल त्यो नारायणथानको मन्दिरभन्दा लगभग 20 मिटर अगाडि रहेको छ। जुन पसलको नाम छ खड्का होम डेकोर। म देखाउँछु एकछिन हजुरहरूलाई त्यो पसल पनि। ल हेर्न सक्नुहुन्छ, यो फ्रेममा देखिरहेको छ खड्का होम डेकोर। यी पसलको काम गर्न जाँदैछौँ, जहाँ वालपेपर एकदम सस्तो मूल्यमा पाइन्छ। देख्न सक्नुहुन्छ वालपेपर होलसेल। यही पसलभित्र हामी प्रवेश गर्दैछौँ। म यहाँ भित्रको देखाउँछु, हेर्नुहोस्। नारायणथानकै एक मात्र पसल के, अरू पसल नै छैन वालपेपर सम्बन्धी। एकदम राम्रो भेराइटी, एकदम राम्रो क्वालिटीको वालपेपर पाइन्छ हामी कहाँ। मोटो पेपर, एकदम राम्रो क्वालिटीको पेपर भनेपछि खड्का होम डेकोरलाई नै सम्झिँदा हुन्छ नारायणथानको। यदि तपाईँहरूलाई पनि यस्तै किसिमको वालपेपरहरू चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। त्यसपछि गयौँ आजको फर्स्ट काम गर्नलाई हामी विष्णुमती बोलरिङ ग्यालरी कस्मेटिक पसलमा। त्यहाँ चाहिँ हामीले लाउनु पर्ने थियो सिलिङमा है वालपेपर। सिलिङमा फाइनल्ली हामीले लाइ पनि सक्यौँ। यस्तो राम्रो फिनिसिङ, यो चाहिँ हाम्रो फुलबुट्टा भएको वालपेपर थियो। हामीले चाहिँ सिलिङमा लगायौँ, यस्तो राम्रो देखियो। त्यहाँको दिदी यति खुसी हुनुभयो कि त्यो कुरा गरेर साध्य नै छैन। अनि त्यसपछि लाग्छौँ हामी आजको दोस्रो कामतिर। काम चाहिँ थियो रुद्रेश्वर चोकभन्दा हल्का भित्र है। त्यसपछि हामी चाहिँ खाजासाजा खाएर चट्ट निस्क्यौँ काममा। यस्तो थियो, त्यहाँ नि सिलिङमा नै थियो, प्लेन पेपरमा यस्तो लाइनिङ भएको पेपर चाहिँ थियो। हामीले लायौँ, त्यो चाहिँ सिलिङमा चाहिँ एकदम रफ थियो है। यस्तो रफ ठाउँमा पनि यस्तो राम्रो वालपेपर फिनिसिङ हुँदाखेरि त्यहाँको दिदी दाइ पनि एकदम खुसी हुनुभयो। अनि आजको काम चाहिँ सकियो हाम्रो। अब लाग्यौँ हामी चाहिँ आफ्नो रुमतर्फ, एकदम खुसी भएर है। रमाइलो गर्दै दाजुभाइ गफगाफ गर्दै हामी आफ्नो रुमतिर लाग्यौँ। आजको दिन चाहिँ हाम्रो यसरी नै रमाइलो गर्दै बित्यो। तपाईँहरूको पनि राम्रै बित्यो होला। भिडियो हेरेर अन्तिमसम्म साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। शुभरात्रि।